म सानो थिएँ, धेरै सानो। जब म दुनियाँलाई बुझ्न थाल्दै थिएँ, बुवा भनेको मेरो हिरो हुनुहुन्थ्यो। बुवा जस्तै बन्न खोज्थे। खेत खन्न होस् या हलो जोत्न, घाँस काट्न होस् या पानी ओसार्न, सधैँ बुवाको हरेक हाउभाउको नक्कल गरिरहन्थेँ म। स्कुलबाट घर फर्किएपछि होमवर्कभन्दा पहिले घरको काम गर्न मन लाग्थ्यो मलाई। बुवाले जस्तै काम गर्न खोज्ने, तर बुवाले होमवर्क गर्न छोडेर काम नगर, होमवर्क गर भन्दै गराउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, अनि म रुन्थेँ। अहिले आएर बुझ्दा मैले पढेपछि ठुलो मान्छे बन्ला, उहाँले जस्तो कठोर परिश्रम गर्न नपरोस् भनेर पो बाटो देखाउनु भएको रहेछ। मेरो बुवाको हातहरू पानी नपाएको खेत जस्तै फुटेको अनि छुँदा एकदम सारो र कडा थिए। नकाटिएको नङभित्र माटोको टुक्राहरू त कति हो कति। त्यो देखेर कति फोहोरी हाम्रो बुवा भन्दै खिसी गर्दै हाँस्थ्यौँ हामी। अहिले आएर बुझे त्यो माटो हाम्रो पेटको लागि सङ्घर्षको चिनो थियो। ती हातहरू थाकेका थिएनन्, हामीलाई उभ्याउन रात दिन खटिएका थिए। कहिले लाग्छ हामी बुवालाई बुझ्न ढिलो गर्छौँ। उहाँको माया चिच्याएर होइन, चुपचाप दिने छताको जस्तो हुन्छ, जसले वर्ष परिरहे पनि हामीलाई भिज्न दिँदैन। आज म ठुलो भइसकेको छु, उहाँ जस्तै जिम्मेवारी बोक्न थालेको छु। तर हरेक बिहान जब म ऐनामा आफ्नो अनुहार हेर्छु, म उहाँको छाया देख्छु, उहाँको अनुशासन, उहाँको मेहनत र ती सधैँ मौन तर गहिरो माया। बुवा, तपाईको मायाले मलाई आकार दियो, तपाईको चुपचाप सहनशीलताले मलाई बलियो बनायो, तपाईको हात जुन कहिले थाकेन। म सधैँ सम्झिरहन्छु, म बुझ्न सक्छु, म महसुस गर्न सक्छु। तपाईले मलाई हुर्काउन कति त्याग गर्नुभयो, कति धैर्य गर्नुभयो। म तपाईको छोरो हुँ भनेर गर्व गर्छु बुवा। धन्यवाद बुवा आमा, यो सुन्दर संसारमा जन्म दिनुभएकोमा। धन्यवाद।